बालनजी, म र कुलमान, हामी तीनजना मिल्ने बित्तिकै रासोपा बलियो पार्टी बनेको छ। बलियो पार्टी बन्ने बित्तिकै त्यसको फेरि जिम्मेवारी उत्तिकै हुन्छ। त्यसकारणले हामी जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने हुन्छ। सबै साथीहरूलाई म के अनुरोध गर्न चाहन्छु, रासोपा परिवारका साथीहरूलाई भने यसपटक होडबाजी र दौड गर्ने हामीसँग छुट छैन साथी हो। तपाईको र मेरो सपनाको कुरा होइन यो, सिङ्गो देश र सिङ्गो पुस्ताको सपनाको कुरा हो। एक कदम पछाडि हट्नुपर्छ, एक कदम पछाडि हट्नुपर्छ साथी हो, त्यसपछि बल्ल कुरा मिल्छ। भन्नुस् म के दिउँ भनेर बैठक बसियो भने कुरा मिल्छ, मलाई यो ले भनेर बसियो भने कुरा मिल्दैन। त्यसका लागि आफ्नो नाम मैले 1 नम्बरमा दर्ज गराएको छु। मैले के दिनु पर्दा राम्रो हुन्छ, मैले के छोड्दा देशले निकास पाउँछ, म तयार छु। मेरा पार्टीका शीर्ष नेताहरू सबै तयार हुनुहुन्छ। अब यो के पाउने भन्ने लडाई होइन, के छोड्ने र संयुक्त रूपमा ताकत कसरी बन्ने भन्ने कुराको लडाई हो। एक्लै लडेर कहीँ पुगिँदैन, सँगै मिलेर एकपटक